आउँछ अनि बढी बढी हुन्छ चाल चाहिँ खतरा राम्रो छैन सो हे गाइज ब्याक टु माई युट्युब च्यानल सुन्छ म पनि एकदम सुन्छु छु आजको ब्लग पनि फेरि क्रेजीबाट हुने बेला छ हेर्नु होला लाइक गर्नु होला च्यानल सब्सक्राइब गर्नु होला हाम्रो सो गाइज यत्रो बेर भइसक्यो गाडी नै आएन है म चाहिँ लगभग 5 बजेहरू बसिसकेको थिएँ अब अहिले लगभग 20-25तिर भयो सो गाइज हिजो नि पानी परेको थियो आज नि पानी यस्तो मजाले परिरहेको छ है पानी चाहिँ खतरा भइरहेको छ साथीहरू है बिहानदेखि गाडाङ र गुडुङ गरेर यस्तो छ ल हेर्नुहोस् गाइज भर्खरै बसमा आइसकेको छु बेनमा जबेनमा अनि पछाडिबाट यस्तो देखिरहेको छ है यस्तो भइरहेको छ होइन साथीहरू मजाले बाहिरको भ्यू हेर्नु होला है खुब उस टाइ नलागिकन हाँस नि भाइ त ज्याबमा साथीहरू यहाँ डुबानी आएछ त हाम्रो कलेजमा त पुरै डुबानी हानेछ ल हेर्नु पानीले पुरै डुबान गर यिनीहरू यस्तरी हिँडिरहेको यसले फेरि जुत्ता हान्नु साथीहरू जुत्ता ला केटाले गर्छ है यस जुत्ता हान्दै राख स्पोर्ट्स सुज हान्दै राख कि साथीहरू अनि यहाँनिर हेर्नु होला यस्तरी सुते छ यो चाहिँ है ल अब हामी कक्षाभित्र गएर भेटौँ यो अर्जेन्टिनाको फ्यान बढी बढी बोल्दो रहेछ भन्छ शब्द भन्छ कि मेस्सीको नथिङ हेट होइन है तर यहाँ उडाएको मात्र हो मेस्सी यस्तो हो कि रिल्सबाट फुटबल हेरेर आउँछ अनि बढी बढी बोल्छ होइन त हो रोनाल्डोको छोरो यो चाहिँ अब बोल्छस् कि केटा यो बाङ्सर चाहिँ अब फ्यान चाहिँ रोनाल्डोको हो भन्छ अनि यहाँ तारिफ चाहिँ मेस्सीको हान्छ यो नल्लाले त्यही होइन कि हेट गर्नु हुन्न है कसैलाई त्यही भएर मेस्सीको फ्यानले कति हेट गर्छ लोयल भन लोयलै छु त यहाँ रोनाल्डोको पनि तारिफ गरिदिन्छ मेस्सीको पनि तारिफ गरिदिन्छ तिमी मेस्सीको अब केटाहरू क्या अब फिफामा जोरी गर्छ के मेस्सीले जित्यो मेस्सीको फ्यान भन्ने कुरा भनेन नि मेस्सी भनेपछि मलाई देउतै मान्छ यता फेरि पोर्चुगलको त अब राजा जिएस केटा मेस्सी इज बेस्ट भनाइ मात्र हो त एक प्रकारको तर देखिरहेको गेममा त्यो त गेममा त अब त्यस्तै हो गाइज आज छुट्टी भइसकेको छ यहाँ टाइगिन आयो भण्डारी है टाइगिन आइरह यहाँ चाहिँ अब ताल परिसकेको छ है ताल चाहिँ खतरा परिरह तपाईँहरू पौडी खेल्न आउनु होला विजय सामुदायिकमा पौडी खेल्न आउनु होला है कोही पनि गाइस खाजा खाने बेला भयो अब ल खाजा ल पैसा सबैले उठाइरह है साथीहरू 10 रुपियाँ पनि आयो यत्रो मोटो हो 10 रुपियाँ रोहितले हालिदिन्छ नि गोजीमा हाल्यो कि फेरि त्यही भने हाम्रो साथी 500 रुपियाँलाई सबै राख्यो 500 रुपियाँ लिएर आयो साथीहरू 500 रुपियाँ ममा खाने 1 2 3 4 5 प्लेट आउँछ आज 5 प्लेट आउँछ आउँछ नि त 120 होइन ए 100 रुपियाँ भयो त झनै फाइदा हुन्छ नि साथीहरू केटाको क्यान्टिन आएको क्यान्टिन यहाँ भाइहरू अनि नानी भाइहरू यस्तो यो चाहिँ आन्टी क्यान्टिनको क्यामेरामा कस्तो हात थाहा भएन होइन अनि यो छ भिडियो भाइरल लास्टै टेन्सन भइरहेको तर क्यान्टिन भने भन् जस्तो केही छैन यस्तो है केटा यस्तो गाह्रो ल यही हो क्यान्टिन धेरै नयाँ नौलो केही होइन हाम्रो साथीलाई चाहिँ उहाँले नै टेन्सन परेसम्म बिल्ला हान्दै अघि नै त अब साथी हो हल्का फुल्का हाँस्दो मजाक भइहाल्छ होइन अनि त्यही भएर अब हल्का तपाईँले नि अब लाइक सेयर कमेन्ट यो सर्न मिल्दैन त सपोर्ट गरिदिनु होला होइन सब्सक्राइब लाइक सब्सक्राइब हालिदिनु होला होइन खाजा साजा खाएर आइसकेका छौँ है यहाँ चाहिँ गौतम बुद्धको फोटो अनि यहाँ विजय सामुदायिकको यस्तो छ हेर्नु सिसी बनिरहेको छ नि यहाँ होइन यस्तो भइरहेको यस्तो छ यहाँ ताल त अब परिहाल्छ है ताल नपर्ने कुरै हुन्न यहाँ पहाडीहरू फेरि टक्क बाबामा गफे हाल्ने हन् के भने हस् घरलाई नि भने हस् ए चापी त हानिहाल्ने भने साथीहरू चापी नै हानेर हुन्छ भनेको
चाबी हानेन अन्त फेरि रोहितले उडाइदिइहाल्छ फेरि ल गाइस पानीले छोड्नै भएन जस्तो लाग्यो हेर्नु यस्तो हो पानीले नछोड्ला जस्तो लागिरहेको आज चाहिँ पानी चाहिँ खतरा तलमा केही तल त पुरै उस परिरहेको यस्तो चला हेर्नु गाइस कम्प्युटर ल्याबमा आइसकेका छौँ नचले अहिले खालास फेरि अहिले यस्तो नचले भाइ धेरै चल्ने भयो जस्तो कुरा गर्न कहाँ यहीँ कहाँ र कुरा कोही देखेको छैन त साथीहरू हेर्नु मजाले ल हेर्नु गाइस भण्डारीले टाई किनेको देखाइदियो त राम्रो छैन फेरि कालो हो क्या फेरि लिने नि यसले ब्ल्याक इज लभ ल गाइस भेनमा हिँडिसकेको छौँ अहिले चाहिँ यो बसबाट चाहिँ भेनमा हिँड्ने के यो गेम खेल्छ यो त्यो भ्लग बनाउँछ म दिएन त म गेम खेल्दै छु गाइसहरू यहाँ गेम खेलेर बसिरहेको छ बिहान पनि खेल्दै थियो अहिले गेम खेलिरहेको अहिले चाहिँ यो के अरे यो कारको गेम खेलिरहेर बसिरहेको अनि बाहिरको भ्यू हेर्नु होला होइन बाहिरको भ्यू चाहिँ यस्तो बवाल देखिरहेको छ ल हेर्नु होला गाइस घरतिर हिँड्न लागिसकेका छौँ यहाँ चाहिँ जङ्गल छ जङ्गलमा हेर्नु होला जङ्गल पनि यस्तो यस्तो देखिरहेको छ आज जङ्गल चाहिँ होइन पानी परिरहेको थियो बिहानदेखि होइन भर्खरै हो पानी बिदा भएको चाहिँ गाइज घर आइसकेको छु आजको भ्लग यहीँसम्म थ्याङ्क यू फर वाचिङ यस्तै यस्तै बेला भ्लग आउने बेला छ सब्सक्राइब गरेर बस्नु होला